तपाईलाई एउटा जमात सर्कल मिलेर संसार मिलेर तपाईलाई तपाईको कुरा गर्दैछन् हैन। तपाईलाई लडाउनको लागि, तपाईलाई नष्ट गर्नको लागि, तपाईलाई अपमान गर्नको लागि, तपाईलाई बर्बाद गर्नको लागि पुरै सञ्जाल लागेको छन्, हो कि होइन? हो। घर परिवार पनि मिलेका होलान् अझ, हैन? कि तपाईका बेस्ट फ्रेन्डहरू पनि मिलेका होलान्, हैन? सबै मिलेका होलान्। हिजो तिमी बिना त हामी बाँच्नै सक्दैनौँ, तिमी नभए भने त हाम्रो ग्रुपमा त उज्यालो हुँदैन भन्ने पनि लागेको होलान्, हैन? छन्, मलाई थाहा छ। यो कुरा मलाई राम्रोसँग थाहा छ। ती सबै लागेका छन्, हैन? तपाईलाई एक्लै बनाइराखेका छन्। तपाई जानुभयो भने त्यहाँनिर तपाईलाई इग्नोर गरिराखेका छन्, मुन्टो टाउको निहुराइराखेका छन्। तपाई त्यहाँ पुग्नुभयो भनेदेखि उता उता हेरेर आँखा कता कता गरेर मेरो त यता काम बित्यो, मेरो त उता काम बित्यो भनेर यसो छरपष्ट पनि हुन्छन्, हैन? तपाई जानुभयो भने हुन्छ नि त्यो ग्रुपमा। जब त्यस्तो ग्रुपमा पुग्नुहुन्छ नि, ती झिँगा जस्तो ग्रुपमा जानुभयो भने तपाई चाहिँ झिँगाको दबाई जस्तो बन्नुहुन्छ कि। अनि दबाई राखेपछि झिँगा त छटपटाउँछ, छटपटाएर अब मर्छु भनेर कता कता भाग्छ नि त, हैन? अनि फेरि तपाई हिँड्नुभयो भने फेरि बाटोमा पुगेका छन् भने फर्केर फेरि सञ्जाल एक ठाउँमा हुन्छ। यस्ताहरूलाई म के भन्छु भने त्यस्ता छन् भने ती त्यत्रा व्यक्तिहरूसँग तपाई एक्लै भारी पर्नुभएको छ कि एक्लै उनीहरू नसकेर उनीहरूको सञ्जाल खडा गरेका हुन्। अनि तपाईले केही गर्न सके? केही गर्न सक्छन्? केही दिन दुःख दिए होला, केही पनि दुःख दिन सक्छन् होला। अरू के गर्छन् र? केही गर्न सक्छन्? मुखको तितो मेट्छन् होला, दुनियाँको अगाडि झार्न सक्छन् होला। त तपाई को हो? तपाईले आफूलाई चिनेपछि कसैले झारेर झरिँदैन नि त। तपाईले आफ्नो किरदार, जुन आफ्नो भित्रको किरदार चाहिँ तपाईको साफ हुनुपर्छ, चिन्नुपर्छ। तपाईको कर्म चाहिँ राम्रो हुनुपर्छ, सत्य हुनुपर्छ। त्यस्ता झिँगा जस्ता व्यक्तिले झारेर कोही पनि झर्दैन। त्यसैले त्यस्ता व्यक्तिलाई त हृदयबाट धन्यवाद गर्नुहोस्। अरे झिँगा जस्ता तिमीले थियो त आज म प्रगति गरेँ, तिमीले लखट्टेको मलाई यति लखट्यौ कि म त्यहाँ पुग्दिनँ थियो होला, पुग्न मलाई 10 वर्ष लाग्थ्यो होला, तिमीले लखेटेर मलाई त्यहाँसम्म पुर्याएरै छोड्यौ। अब सफल भएँ, म सफलताको शिखर चुमेँ। तिमीले मलाई यति लखेट्यौ सबै मिलेर, म पुगेँ त्यहाँ, धन्यवाद छ तिमीहरूलाई भनेर धन्यवाद दिनुहोस् क्या, धन्यवाद दिनुहोस्। आज तिनीहरू हुँदैन थियो भने ओहो आज तपाईँ त्यहाँ कहाँ पुग्न सक्नुहुन्थ्यो? आज रावण थिएन भने रामको महिमा कहाँ हुन्थ्यो त? आज कंस थिएन भने श्रीकृष्णको महिमा कहाँ हुन्थ्यो त? पुतना थिएन भने भगवान् श्रीकृष्णलाई कसले भगवान् भन्थ्यो होला त? एक मानव भन्थ्यो होला, अर्कै तरिकाले चिनिनु पर्थ्यो होला। यिनी दुष्ट थिएर त सज्जनको पहिचान हुन्छ। दुष्ट त चाहिन्छ नि, त्यसैले त भगवान्ले पनि दुष्ट बनाउनुहुन्छ त। दुष्ट भगवान्ले चाहिएरै बनाएको, नभए अल्छी भइन्छ नि त। भोलि जाउँला, भोलि गरौँला भन्ने हुन्छ। उनीहरूले जोस दिइराखेका हुन्छन्, त गर्न सक्छस् र, त्यसले के गर्छ र, त्यसले के गर्छ र, त्यो को र, छ्या भनेर तपाईँलाई गिराइराखेका हुन्छ। तपाईँले झन् इगो आउँछ भित्रबाट, ए मलाई यसो भन्ने पख म गरेर देखाउँछु भनेर तपाईँलाई अझ जाँगर, उनीहरूले चाहिँ जाँगर ल्याउने काम गर्ने। तपाईँ एन्टिबायोटिक हुन् क्या तिनीहरू, तपाईँहरूका। किन त्यसरी हेर्नुहोस् क्या, धन्यवाद दिनुहोस् तिनीहरूलाई। धन्यवाद छ तिमीलाई, धन्य हो तिमीहरू झिँगा जस्ता थियो त आज म कहाँ सुगन्धित फुल बने त। तिमीहरू झिँगा जस्ता ती गनाइराख फोहोरको डुङ्गरमा, तिमीहरू खेलिराख, लडीबडी गरिराख, तिमीहरूको फोहोरको डुङ्गरमा तिमीहरू त्यहीँ बसिराख। म चाहिँ पुगिसकेँ, म मौरी बनेर पुगिसकेँ, म खानलाई, म सञ्चय गर्नलाई भनेर खुसी हुनुहोस् क्या, खुसी हुनुहोस्। यस्ता झिँगाको कुरामा नलाग्नुहोस्, चित्त नदुखाउनुहोस् है। मेरो भिडियोमा म्याक्सिमम तपाईँले चित्त दुखाएको कुरा गर्नु त चित्त नदुखाउनुहोस्। यो कुरालाई मूल मन्त्र सोच्नुहोस्, कुनलाई? ओम इग्नोराय नमः भन्नुहोस्, इग्नोर गरिदिनुहोस्, एउटा मन्त्र जप्नुहोस् र दोस्रो नसुन्नुहोस्, म बहिरो भएँ भनिदिनुहोस्। आफ्नो काममा निरन्तर लागिराख्नुहोस् र कर्म सत्कर्म गर्नुहोस्, भगवान्को आश्रयमा जानुहोस्। यस्ता झिँगा जस्ता व्यक्ति यत्तिकै कहाँ गएर सकिन्छन्। तपाईँ त्यहाँ पुग्नुहुन्छ, तिनीहरू थिए न त तपाईँ हुनुभयो, नभए तपाईँ कहाँ हुनुहुन्थ्यो? तिनीहरूले बनाएको तपाईँलाई के लखटी प्रेरणा दिइकन तिनीहरूले बनाएका हुन्। त्यसैले दुष्ट पनि चाहिन्छ। दुष्ट भएनन् भने त सज्जनको फेरि कहाँ कसरी चिन्ने त? दिन नभए रात हुन्छ, रात नभए दिन हुन्छ। त्यसैले दिनलाई चिन्नको लागि रात जरुरी छ। यस्ता झिँगा पनि चाहिन्छन्। यस्ता झिँगाहरूलाई खुट्टाले किल्चिँदै मिल्चिँदै हातले थप्पडी मार्दै अगाडि बढ्नुहोस्, बढिरहनुहुन्छ। तर आफूलाई चिन्नुहोस्, सत्कर्म गर्नुहोस् र भगवान्को शरणमा जानुहोस्। राधे राधे।